हजुर नमस्कार साथीहरू, हामी चाहिँ भर्खरै परीक्षा सकेर आयौँ मिड टर्मको। करिब 1 घन्टा 15 मिनटको 45 मिनटको इक्जाम थियो 10 नम्बरको र हामी चाहिँ भर्खरै इक्जाम दिएर आयौँ। सबैभन्दा चाँडै चाहिँ इक्जाम पेपर बुझाएर आउने चाहिँ मै हो। धेरै आफ्नो प्रशंसा के गर्नु साथीहरू। साथीहरूको चाहिँ इक्जाम कस्तो भयो ल हाम्रो भूपेन्द्र र कमल मित्रले भन्नुहोस् त। सबभन्दा सुरुमा अलि साह्रो भन्नुहोस् न। आउने भने म सोचिरहेको थिएँ। अलि जब म ग्राउन्डमा पुगेँ अब त्यसपछि तपाईँ देखेँ मैले कसरी म अगाडि आएँ भन्नुहुन्छ होइन। ल तपाईँको यो लक्षण भनेको पक्का वकिल बन्ने लक्षण देखियो है। यसरी कुरालाई टर्न ओभर गरिदिनु भयो। यस तपाईँको वकिल बन्ने क्षमता चाहिँ बहुत राम्रो देखियो है कमलले। तपाईँको तर्क शैली चाहिँ एकदमै स्पष्ट र परिष्कृत देखिन्छ। भलक बनाउन सिकाउनु पर्ला जस्तो छ यार केटा। ल भूपेन्द्र मित्रबाट ट्रेनिङ लिउँ भने भलक बनाउने के छ र। अहिलेलाई चाहिँ हामी मेरो प्रयासबाट भएको भलक हेरौँ। भलक कसरी बनाउने, भलकको प्रक्रिया के हो, अन्त कुरा मुन्ने कसरी भ्युज आउँछ भन्ने प्रक्रिया भूपेन्द्रबाट सिक्नुपर्छ। त्यो छोडिदिउँ। यहाँ इक्जाम कस्तो भयो त्यसमा डिस्कस गरौँ न। इक्जाम ठिकै भयो जे होस् होइन। यो 10 अङ्कको इक्जाम थियो आज। 10मा लगभग यहाँ आउनुहोस् ल हाम्रो यहाँ विष्णु मित्र ल के छ। स्टारलाई सोध्दै अर्को लागि यार कहाँ ल ठिक छ तिमी नगरे। ल भनिदिन्छौ। अब हामीले सम्मान गरेको यो सम्मान कसैलाई पर्दैन नि। ठिक छ ए ल हामी अहिले चाहिँ बिदा भयौँ। साथीहरू धेरै मुडमा त्यस्तै छैनन्। ल ओके गाइज।